हेर यस्तो पहिरोमा कसरी तिमीलाई मानमन्त गर्नु हामीले ठाङ छैन यो ठाङ नहुँदाखेरिमा तिमीलाई चाहिँ जे भए पनि हामीले भन्छौँ गरेको राख्नुपर्छ र जब हामी तिमी राजा रानी हौ राजा रानी हौ राजा रानी हौ राजा रानी हौ तिमीलाई चाहिँ हामीले त्यो ठाउँमा लानेवाला छौँ तिमीले हामीलाई चाहिँ घचपिचो गर्नु हुँदैन अहिले किन घचपिचो गर्यो भनेको तिमीलाई नि अलिकति नराम्रो हुन्छ तिम्रै हाम्रो लालीबासामा हामी तिमीले चाहिँ हामीले जोगाडा गर्नु पर्यो जोगाडा गर्छौ भनेर हामीले थान मन्दिर चाहिँ मजाको बनाएर यसो भिरमा के गर्नु देउतै झर्न आँट्यो झरेपछि कहाँबाट के गर्नु ठाङ छैन पोहोरसम्म ठाङ हुनेसम्म गरेर मानमन्त गऱ्यौँ अहिले नसकिने ठाङ पर्यो त्यसो हुनाले चाहिँ पहिरो गयो मान्छेहरू बेजा बेजा झऱ्यो र मैलो ठाउँमा परेर तिमीले चाहिँ हामी उहाँ लानेवाला छौँ पक्का पनि लान्छौँ यसमा तिमीले कुम्सैमा नरिसाङ्नु होला हामीलाई खचपिचो नदिनु होला भनेर तिमीलाई हामी मानमन्त गरेर भोले उसले बोक्नु छ टोकाले यहाँ छैन के भयो बाउले तार्नु सक्नुहुन्न भने पोखरा गरिदिँदा भइगयो त पोखरा गरिदिँदा भइगयो गणेश दाइ हुनुहुन्छ त सक्नुहुन्न भरे हुन्छ के नसक्ने भने माछी नै पोल्यौँ न माछी नै नभए जिउ है त साङ्गुरो छ अलिक जोगिएर अलिकति लाएर उ गरिदिनुहोस् न लखायो दाइनपट्टिको कुन छ फेरि यो त त्यसै नखुल्नु दाइनपट्टिको कुन छ कुन छ हेर्नु पऱ्यो राम्रोसँगले त्यो देउरो दाइन किनेर हामीले राम्रो गर्नु र तिमी आइतबार तिमीलाई हामीले हेलटक्री गरेको होइन तिमीलाई त हामीले चाहिँ यहाँबाट चाहिँ यो जाउँ त हेलटक्री गरेको होइन हामीले तिमीलाई चाहिँ यसो ठुलो ठाउँमा राख्नु भर बाहिरको ठाउँ छैन हामीले तिमीलाई मानमन्त कसरी ठाउँ गर्नु भनेर चाहिँ अलि अप्ठ्यारो परा हुनाले तपाईँलाई हामीले हेल गरिरहेको होइन सार ल दाइनो कुर्नु जेब्रो कुर्नु धुप्पलेर मात्रै खोला है अहिले नखोल ओ साथी हो धुप्पल ल्याएको मैले ओ टोल्यो धरु न हौ दाइनो कुन भयो त्यो विचार गर्न नि ओ धुप दिनु त अब त्यसमा चाहिँ तिमीले त्यो दुखमान गर्नु हुँदैन भरे दुखमान गऱ्यो भने चाहिँ घचपिचो गऱ्यो भने तिमीलाई चाहिँ के हामीलाई चाहिँ अलिकति नराम्रो लाग्छ तिमीले राम्रो गर्यो भने हामीले थान मन्दिर बनाएको छौँ त्यसमा तिमीले गएर हामीले तिमीलाई चाहिँ केही कुराहरू सबै कुराहरू गर्नेवाला छौँ तिमी आइतबारे हौ तिमी आइतबारे भन्दा हामी जाल्दौँ राजा जाल्दौँ रानी राजा रानी राजा रानी राजा रानी तिमीलाई चाहिँ हामीले नमस्कार गरेको छ यो बर्कीमा बोक्नु पर्ने रहेछ के बोर्कीमा डोली पारेर लानुपर्छ चाहिँ खेला चाहिँ ढुङ्गा पिन पनि ढुङ्गा हो र यो हामीले तिमीलाई मानमन्त गर्नुको लागि तिमीलाई चाहिँ हामीले यस्तो पहिरो भलखाडीमा कसरी के गर्नु भन्ने कुराहरू बाँड्छ हो त्यसमा मै थानसँग लगेर बोर्को राखेर त्यहाँ गरेर गर होइन माथि थानमै ल्याऊ न थानमै के छ हो त्यहाँनिर हो 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 त्यसरी तिमीलाई चाहिँ मानमन्त गरिकन सबै कुरा जानिकन यो गरेको छौँ तिमीले हामीलाई घचपिचो काउजी नदिनु होला यहाँनिर भन्ने कुरा चाहिँ राजा रानी हौ आइतबारे हौ आइतबारे भन्नुहोस् किन हामीले यहीँबाट चाहिँ शरण परेको छ अझै शरण पर्नेवाला छौँ हामीले चाहिँ यो शरण परेको तिमीले चाहिँ सँग हुँदैन यहाँनिर कुम्दैमा खुम्दैमा मिल्दैन हामीलाई चाहिँ एकदम मानमन्दित गर्नुपर्छ आइतबारे देउता हौ राजा रानी हौ परमेश्वर यो हामीलाई क्षमा गरिरहे हो 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 माथि लान्छौँ तिमीले तिम्रो थान मन्दिर यहाँनिर मैला धैला भयो अनि हामीले तिम्रो सुन मन्दिर राम्रोसँगले बनाएको छौँ तिमीलाई हामीले लानेवाला छौँ यो तिमीले नरिसाउनु होला यता आऊ अब चाहिँ तिम्रो मन्दिरमा लाँदैछौँ तिमीलाई चाहिँ कुम्सैमा भन्ने कुरा बुझाउन भने हामीलाई रिसाउनु हुँदैन यहाँनिर तिमीले चाहिँ सोरेर जानु पऱ्यो हामी यस्तो अप्ठ्यारो पऱ्यो हामीलाई अब कसरी तिमीले मानमन्त गर्नु हामीले हेर्नु त यहाँ देख्नुहुन्छ तपाईँहरूले यसमा मानमन्त गर्नुले हामीले माथि तिमीलाई चाहिँ हेपासी गरेको होइन हेपेको होइन हामीले राम्रोसँगले
हुन्छ अहिले निकालौँ अरूले मद्दत गर्यो मैले मद्दत गरेको मलाई सुको ठाउँमा कसले मागेको हो पहिला अलिक गाडी हाल्नु हुँदैन फेरि गरेको भए हुन्छ लु आउनुहोस् है सबैले हामीले यहाँनिर मन्दिर हिजो चोखो मुखले अब पाँच सामानले मागेर मन्दिर बनाइरहेको छौँ तिमीले हामीले केही गर्नु भएन अप्ठ्यारो पऱ्यो हामीले जनताले चाहिँ गर्नु नसकिने परेर त्यहाँनिर तिमीले चाहिँ अलिकति मैलो धैलो पऱ्यो तिमीले एकदम सँगै हामीले रक्षा गर्नु पर्ने हामीले छोटचेलीको बारे दिनु त छोटचेलीबाट सबै कुरो होइन यहाँ ऊ यो फोहोर मैला पो त अब त यो चाहिँ अलिक गहिरो खन बुढो कामेर नि हात नलाग्छ धामी भन्दा धेरै पो कामेर आएछ त अनि दाइनो भनेको चाहिँ यसरी बस्दा कि तल बाटोको दाइनो हुँदैछ बस्दा होइन सानो चाहिँ दाहिने भनेको होइन यस्तो दाइनो होला होइन त बस्दा कि तल बाटो यसरी यसो गर्दाखेरि दाहिने भयो र त यहाँबाट पूजा गर्दा दाइनो यो चुपहरू राख्नुपर्ने यताबाट होइन त्यही हो त्यसरी पनि राखेको थियो त्यो दिन यो चुप राख्नु पऱ्यो त्यो चाहिँ छेउमै थियो यतापट्टि जाए हजुर त्यो अग्लो यतापट्टि जाए यता छेउमा छ त्यो अग्लो यतापट्ि है मैले देखाएको छु त्यो चाहिँ अलिक निकै गाड्नु सबभन्दा सानो चाहिँ उतार है सबभन्दा सानो चाहिँ पर्दैन यो त बस फिर्ता हुन्छ यो बोक्नु मात्रै हो त यो छैन यस्तो अब लाँदा राख्नु मात्रै हो होइन हुँदैन उता लाने अब संस्कार गर्ने आगो चाहिने तपाईँलाई अलिक खाँच्नु गएको मजाले छेउछाउमा ढली जान्छ खाँदौँ है अब फेरि अरूले छुनु पाउँदैन पहिला धागाले बेर्नुपर्छ काँडो धागा हुन्छ अब उनीहरूले पानी पखाले भन्नु न रक्से रक्से छिमा छिमा मन्दिर बनाइदियो हजुर नयाँ उयो त्यो पित्तलको हो र सुनको मन्दिर बनाएर हामीले घर त पित्तल नदिनु भनेर नि भन्दैछु त अब यहाँनिर अब रोप्दिन खानु चाहिँ आइन्छ पो थाहा पो थिएन हेरेछु न दाइ सिखारी जस्तै हो कि यहाँनिर अलि यो यताउता गर्नु तपाईँले कता कता के हुनेहरू त्यो उयोहरू गर्नु तपाईँले नै अब यहाँनिर अब राम्रो उयोहरू कुराहरू राम्रो पुगोस्
कसैलाई असर नहोस् होइन बनाउनु भएन अब उहाँलाई बोलाउनु मागेर अवसर गर्नु त हुँदैन कहाँनिर त्यस्तो हुन्छ त यहाँ उहाँहरू अब हामीले त्यस्तो भिडमा के गर्छ यो त पढ्नु सक्दैन होइन मन खुसीले सारेको होइन आपा र त मैला धैलो परियो मैले त्यसो भएको यो कता त्यो घर पहिरोको लग्यो यो गर्नु खोजेको त होइन तर पनि अब यहाँनिर भगवान देउता आइतबारे देउताले चाहिँ अब त्यो भन्दै भन्नु न तपाईँले सबैलाई भन्नु न अब भट्टट पनि यताउता के पनि खेतीपाती सबै हामीले चढाएको छौँ भने नैवेद्य चढाउँछौँ अब काङ्गे ठाक्र गरेर चाहिँ यहाँनिर सबै दिनु हुँदैन भनेर भनेको छौँ आसम्म दिएको पनि छौँ छिमा गरेर त्यस्तै सदाको जस्तो त्यस्तै गर्नुपर्छ हामीले जीवन मानमन्त्र गर्नेवाला छौँ सदाभरि नै आज मात्रै होइन पछिसम्म नै हाम्रो मानमन्त्र गर्छौँ अनि यसरी हामीलाई दिमागले पुगेन त्यो हाम्रो आपाले अब जति चाहिँ गर्नुभएको छ पण्डारी आपा तर भरे घटपिरो चाहिँ कसैले दिनु हुँदैन मान मर्यादा गरेको छौँ मान मर्यादा गरेका छौँ हामी दुई साथ सम्झेर बस्छौँ आइतबार तिमी देउता हौ राजा रानी हौ तिमीलाई त हामीले मानमन्त्र गरेर सुन मन्दिर गरेर तिमीलाई यहाँनिर सारेको छौँ भनेको सारेको होइन भल पहिरोको यहाँनिर अप्ठ्यारो भयो सजिलो ठाउँमा राखेको भन्नु न आपा अप्ठ्यारो भयो त्यही भएर सजिलो ठाउँमा राखेको भन्नु न मानमन्त्र गर्नु भनेर चाहिँ यहाँनिर हामीले मन्दिर बनाएर दिएको छौँ भनेपछि अब नैवेद्य ल्याउनु पर्यो महिला भयो तर तिमी राजा रानी हौ आइतबार हौ गेलुङ राजा गेलुङ रानी हौ तिमी सत्ता राजा रानी हौ तिमीले हाम्रो मानमन्त्र गरेको टोकनित गरेर तिम्रो मानमन्त्रमा सबै कुरो चाहिँ यहाँनिर हामीले मानमन्त्र गरेर चाहिँ टोकनित गरेर हिजो मन्दिर बनाएर आएको आज त्यो फ्याएर तिमीलाई यहाँ राखेको छौँ अब तिमी यहाँ बसिनु पर्यो तिमीले त यसो हामीलाई घटपिटो दिनु हुँदैन तिम्रो त अब मन्दिरमा त्यो सदा गरेर राखेको ठाउँमा चाहिँ अलिकति फोहोर मैला पनि भयो बस्ने ठाउँ परेन हाम्रो चाहिँ यहाँनिर अलिकति जाँदाखेरिमा कसरी जानु तिमीलाई मन्दिरमा गएर चाहिँ हामीले मानमन्त्र गर्नुपर्ने ठाउँै भएन र यहाँ तिम्रो त्यो ठुलो मन्दिर राम्रो सुनको मन्दिर बनाएको यहाँ पुङ्खेमा तिमीले चाहिँ दुःख मान नगर्नेवाला यो दाजु मैले अगरबत्ती यता उता राखिदिँदा हुन्छ पालेर हजुर हुन्छ हाम्रो मान्छेको कुरा पनि हो त्यो खानमा ल्याएको पनि हो जम्ने बादमा हुन्छ अब राखिदिन्छु यता र उता राख्नु मैले यो मनसायले त्यो उतालाई पुग्ने खालको नि हामी लोकरमा तिमी भनेको गेलुङ रानी हौ तिमी भनेको आइतबार हौ तिमीले चाहिँ हामी मेला गरेर पञ्चमी मेला गरेर चाहिँ आज चाहिँ तिमीले चाहिँ नौसङ्घे भाडा गरेर पछि गरेर हामीले चढाउँदैछौँ परमेश्वर कुण्ड गरेर नैवेद्य गरेर चढाउँदैछौँ यो नैवेद्य चढाएर भेटीपाती गरेर सबै कुरो चढाउँछौँ हामीले गाउँमा घरमा चाहिँ केही घटपिच गर्नु हुँदैन तिमीले कुङ्ठैमा भनेको कुरा पो छ होला तै भए पनि रिसरास नगर्नु तिम्रो मन नकुदाउनु हामीले सुन मन्दिर बनाएर चाहिँ हामीले तिमीलाई सारेको छौँ यहाँनिर राखेको छौँ अबदेखिको हामीले यहीँनिर तिमीलाई धुपधुवार गरेर हामीले यहीँनिर पूजा पूजा गर्छौँ अब तिम्रो त्यो प्रान्तसम्मको लागि हो यो भल पहिरो जाने छैन फेरि सार्नेवाला पनि छौँ न अघि पनि सारियो दुई दिन फेरि सारिसक्यौँ तर अब नहुँदाखेरिमा अब त्यो भित्र गर्नु भएन आज यो पहिरोभित्र जानु नसक्ने हुनाले हामीले यहाँनिर दुध कुण्ड चढाउँछौँ नैवेद्य चढाउँछौँ सबै कुरो हामीले शरण पुऱ्याएको छौँ दुध खै त नैवेद्य चढाउँछौँ हामीले पनि रानी हौ आइतबार हौ तिमी भनेको चाहिँ राजा रानी हौ गरेर त्यो पञ्चमी मेला गरेर हामीले चाहिँ सबै श्री गाङ्गरबाट बलमान माग्नु ल्याएको छौँ पनि पुरा तिमी भनेको राजा रानी हौ तिमीलाई चाहिँ हामीले पहिल्यैदेखिको चाहिँ दुर्कुण्ड टाङ ल्याएको छौँ अब मैले पनि अब अहिलेसम्म मैले सोचेको पनि गरेको पनि छु अब ठिक छ एकदमसँगले तिमीले चाहिँ दुःख गरिदिनु हुँदैन दुःख फेरि गर्नु हुँदैन एकदमसँगले सीमा गरिदिनु है एकदमसँगले तिमी भनेको राजा रानी हौ आइतबार हौ गेलुङ रानी त हौ तर राजा रानीलाई हामीले चाहिँ एकदम मानमन्त्र गरिकन सबै काम गरेर चाहिँ एकदम ढुङ्गाले हामीले चाहिँ खुसी मनले चाहिँ
दिएका छौ तिमीले खुसी मनले लिनु र यहाँनिर आजदेखिको तिम्रो सुन मन्दिरमा चाहिँ बसेर यहाँ हामीलाई घचपिचो गर्नु हुँदैन। हामी तिमीले चाहिँ हामीले सुताइ बजार गरेर नौसिलिया भाडे नैवेद गरिदिएर कुण्ड गरी भेटी गरिदिएर तिमीलाई धजा गरिदिएर सबै कुरो चाहिँ हामीले चाहिँ मनसित पुरा गरेर गाउँघरले दिएको छौँ। पचास मेला गरेर तिमीले चाहिँ कुन ठाउँमा भने पटक्कै नगरिदिनु, हामीलाई घचपिचो नदिनु। हो भनेर मानेको हुनाले तिमीले चाहिँ हामीले सुन मन्दिर बनाएर राखेका छौँ। यस्तो खनितो गरेर मागेर तिम्रो यो मन्दिर यहाँ कोही जाने ठाउँ छैन, कहिले केही हुने घचपिचो गर्ने ठाउँ छैन। तिमीले चाहिँ अझै पनि हामीले यसलाई यहाँ बस्नेवाला यसमा चाहिँ हामीले अझै बारबन्द गरेर अझै मन्दिर राम्रो बनाउन लान्छौँ। तिमीले घचपचर नगर्नु, हामीलाई नरिसाउनु पनि, अन्न पानी सहदिनु, ज्ञान दिनु, बुद्धि दिनु, हामीलाई धेरै कुरा बुद्धि दिनु। त्यसो भए पो तिमीलाई हामी सबैले मानमण्डल गर्नु सक्छौँ भन्ने कुराहरू चाहिँ हामीले विश्वास गरेर तिमीले चाहिँ हामीले गाउँघरबाट एकदम खडक्क मैले हामीले मानेको छौँ है। ठुलो भाले ल्याउँ अब लागि सबै नउठिकन कोही दुक्रेका हुनाले जसरी मानमण्ड गरेका छौँ यसमा चाहिँ कुफेमा नगरिदिनु। हामीलाई चाहिँ तिमीले त्यसो गर्यो भने अझै हामीले खुसी छौँ। तिमीले अझै मानमण्ड गर्छौँ हामीले गाउँघरले। हो उता बुढोलाई पनि खुन्न लागेको छ फेर पर्छ है। अझै पनि हामीलाई खुन्न लागेको छ। हामी अचान मुख तिमी सदान हौ, तिमी राजा रानी हौ, राजा रानी हौ तबरे भन्ने कुरा तिमीले चाहिँ हामीले बहुतै हामीलाई के क्षमा गर्छौ भनेर चाहिँ हामीले खुसी मनले चाहिँ गाउँघरबाट चाहिँ 50 मेला 10 मेला गरेर एकचोटिमा दुईचोटि पस्यो अनि हाम्रो ठुलै निष्ठा छ। तिमीलाई त अब सुन मन्दिर बनाइदिन यहाँनिर चाहिँ सारेको होइन। तिमीलाई चाहिँ यो घेराघटी गरेको होइन। मन्दिरमा जाने ठाउँ नहुनाले चाहिँ ढल पहिरो गयो, त्यहाँनिर चाहिँ अप्ठ्यारो पऱ्यो, जाने ठाउँ छैन, तिम्रो मानमण्ड गर्ने ठाउँ छैन र हामीले तिम्रो भनेर चाहिँ एक राजीको बुढो मान्छेले पनि दुक्रेकै छ। तिम्रो मानमण्ड चाहिँ यहाँ सुन मन्दिर बनाऊँ भनेर दुःख गरेर गरिरहेको छौँ। फोहोर मैला भयो, भिड पारा भयो, त्यहाँनिर जाने ठाउँ छैन हुनाले तिमीले चाहिँ हेलाघटी गरेको होइन। यहाँनिर तिम्रो मन्दिर राम्रो बनाइदिएर हामीलाई चाहिँ के सीमा रक्षा गर्छ भनेर हामीले तिमीलाई मानमण्ड गरेर मन्दिर बनाइरहेको छ। तिमीले एकदम सुँगरले चाहिँ त्यो राजा हो त्यो लुङरानी हो, राजा रानी हो, राजा रानी हो। हामीले तिमीलाई मानमण्ड गरेर सबै कुरो सबैजनाले मानमण्ड गरेको छौँ है। यहाँनिर हामीले पुरो भगवान् राम्रो मजाले पस्यो लु, राम्रो खुसी भयो आज। यहाँबाट चाहिँ पका प्रसाद गरिकन नैवेद गरिकन सबै कुरा तिमीलाई चाहिँ चढाएको छौँ। परमेश्वर बिजा बिजनी हो, राजा रानी हो, राजा रानी हो, राजा रानी हो। तिमी भनेको चाहिँ आफू भयो परमेश्वर। तिमीले चाहिँ हामीले एकदम सीमा रक्षा गरिदिनुपर्छ। पका प्रसाद गरी नैवेद गरिकन कुण्ड गरिकन हामीले व्यक्ति पार्टी गरिकन फुलपलाटा गरिकन सबै कुरा तिम्रो मन्दिरमा हामीले चढाएको छौँ। पुरा हामीलाई रक्षा गर्छौ भनेर पञ्चमी मेला गरेर चाहिँ गाउँघरबाट सबैले मद्दत दिन्छौ होला आशा भनेर हामीले चाहिँ हामी यो गरेका छौँ। परमेश्वर हामीले चाहिँ भन्नु गरेको तिमीले चाहिँ लागत नमिठो हुन्छ अनि अलिकता दुःख बिमार हो भने क्या हो त तिमीले त मानमण्ड गरेका छौँ भनेर कसैले के भनौँला कसैले के भनौँला भन्दाखेरिमा त्यस्तो नहोस्। हामीले एकदम क्षमा गरिदिनु पऱ्यो। तिमीलाई चाहिँ पका प्रसाद गरिकन एकदमै भेटीपाटी गरिकन एकदमै नैवेद गरिकन हामीले चढाएको छौँ। यो चढाएकोमा हामीले चाहिँ बलबल मागेको हौँ, तिमीलाई चाहिँ दिनेवाला छौँ। यसरी नै यही मन्दिरमा हामीले राम्रो गर्दै लान्छौँ। तिमीलाई चाहिँ मानमण्ड गर्छौँ। हामीले एकदम क्षमा गरिदिनु पर्छ। तिमीले अन्न पानी सहदिनु, ज्ञान बुद्धि धेरै धेरै दिनु। अनि हाम्रो गाउँघरमा बस्नु भएलाई पनि क्षमा गरिदियो भने तिमीलाई पनि नैवेद चढाउँछौँ। यसरी नैवेद के चढाउँछौँ बस्नुमा क्षमा गरिदिनु भयो भने यसरी नैवेद चढाउँछौँ। तिमीलाई चाहिँ हामीले बलबल माग्छौँ, हामी दिनुपर्छ। तिमीले चाहिँ एकदम हामीले चाहिँ क्षमा गरिदियो भनेर चाहिँ हामीले चिताको पुऱ्याइदियो भनेर हामीले सल्लाह गरेका छौँ। परमेश्वर राजा रानी हो, राजा रानी हो, क्षमा गरिदिनु है। हामीले सबै कुरो प्रसादहरू ताजेर चढाएको छौँ। तिमीले चाहिँ रक्षा गरिदिनुहोस् भनेर चाहिँ हामीले दिएकोमा चाहिँ तिमीले विश्वास गर्नु हुँदैन। सबै कुरो चाहिँ हामीले चाहिँ तिम्रो नाममा गरिएको जति हामीले जानेको जति र तिम्रो नाममा गर्ने जति कृत्रिम गरेको छौँ। अझै हामीले क्षमा गरिदिनुपर्छ, रक्षा गरिदिनु।